पहिला नै क्या साथीहरू हाम्रो बाजेहरू चाहिँ तीनजना चाहिँ इन्टु साथीहरू थियो अरे क्या ओभरै मिल्ने। एउटा साथी चाहिँ डक्टर थियो अरे हो, एउटा साथी चाहिँ फेरि ठुलो नर्सिङ होमको मालिक थियो अरे क्या। अन्त एउटा चाहिँ अनपढ, अब केही पनि नपढ्ने केही पनि नजान्ने बिचरा होइन। त्यो अनपढ बाजेले चाहिँ के सोच्यो अरे भन्दाखेरि चाहिँ भोलिपर्सि मेरो नाता नातिनीहरू सबै पढालेखा हुन्छ, अफिसमा काम गर्ने हुन्छ, अब हिँडडुल गर्दा पनि गाडीमा हिँड्छ होला होइन। तिनीहरूको लागि चाहिँ एउटा एक्सर्साइज गर्नुको लागि चाहिँ घरमै केही साधन जोडाउनुपर्छ भनेर चाहिँ सिलौटो लोहोरो बनाएर क्या आधा घन्टा जस्तो अब यसो गर्दा त बिहान बेलुका दिउँसो यसो गर्दा त अलिकति भए पनि एक्सर्साइज भयो नि त हाम्रो जिउलाई। अन्त एक्सर्साइज भयो, मान्छे तन्दुरुस्त बस्छ भनेर चाहिँ सिलपट्टा बनाएर क्या। त्यो सिलपट्टा बनाएको देखेर चाहिँ त्यो अर्को डक्टर साथीलाई चाहिँ पुरा रिस उठेर क्या, ओहो बुढोले यस्तो गर्यो भने त, यसरी बनायो भने त यत्रो मैले दुःख गरेर खर्च गरेर पढेको मेरो डक्टर गरेको पैसा त त्यसै जान्छ, हुँदैन। यसलाई केही न केही गरेर बिगार्नै पर्छ भनेर चाहिँ फेरि त्यो डक्टर साथीले चाहिँ मिक्सी बनाएर क्या साथी। यो अब यस्तो गरेर पिसिरहनु पनि परेन, मिक्सीमा त हाल्यो झ्याँ पार्यो सकिजान्छ एकैछिनमा मसला पिस्नु होइन। मान्छे अलिकति एक्सर्साइज कम्ती भएर क्या यो मिक्सी बनाइसकेपछि चाहिँ अन्त मान्छेहरू बिमारी हुन थाल्यो अरे। त्यो डक्टरको चाहिँ कमाइ हुन थाल्यो अरे, बिमार भएपछि त कमाइ हुँदै जान्छ। अन्त बिमार हुन थाल्यो अरे, डक्टरले पैसा कमाउँदै गएर होइन। अन्त त्यो कमाएको देखेर फेरि अर्को बाजेलाई पुरा रिस उठेर, अब जसको चाहिँ हस्पिटल छ, अब त्यसले त्यो डक्टरले त घर घर गएर चेकअपहरू गर्न थाल्यो अरे होइन। आफ्नै चेम्बर खोलेर पुरा पैसा कमायो अरे। अरे मैले यत्रो नर्सिङ होम बनाएको छु, अन्त त्यहाँनिर बिमारी आएन भने त मेरो पैसा त फोक्टा गयो, हुँदैन, म नि केही सोच्छु भनेर चाहिँ त्यो बुढोले चाहिँ यो बनाएको थियो क्या साथीहरू, प्याकेटको मसला। अब झन् सुविधा भयो, लियो स्याहारेर च्यात्यो, फ्यारेर खनायो, कप्लाक्कै खायो। अन्त झन् बिमारी भएर क्या मान्छे। अन्त बिमारी भइसकेपछि त अब ज्यादा एक्सर्साइज नभएपछि त झन् ज्यादा बिमारी भयो। कसैलाई सुगर, कसैलाई प्रेसर, अनेक भयो अरे। त्यसको लागि त हस्पिटलको जरुरत पऱ्यो अरे। अन्त यो बनाउने बुढोकोमा चाहिँ बुढोले चाहिँ लास्टमा डक्टरलाई पनि किनिदियो अरे। अब मरिज त आफ्नो भइगयो हो, यस्तो भएको रे साथी हो। त्यो भएर यसलाई चाहिँ बिर्सिनु हुँदैन है साथी हो, हाम्रो बाउ बाजेले बनाएको होइन। एकछिन भए पनि यसमै पिसेर खानुपर्छ, स्वस्थ रहन्छ मान्छे होइन। अब यसमा हुने सफा पनि हुन्छ, आफै मर मसला किनेर लियो, धोयो, सुकायो, मजाले पिस्यो, खायो, बिहान बेलुका यसो गर्दाखेरि एक्सर्साइज हुन्छ, बडीहरू बनिन्छ यहाँ त। त्यही भएर मेरो बडी बनिएको झन्डै गोलाइ 2 फिट छ त, तर 4 तल नाप्नुपर्छ साथी हो।